आज नोभेम्बर 11 यानी कि 11 days 11 month 11 यो चाहिँ युजुअली म्यानिफेस्ट गर्नको लागि चाहिँ एकदम बेस्ट डे मानिन्छ आजलाई हैन। यदि 11 मा चाहिँ म्यानिफेस्ट गर्यो भने विश पुरा हुन्छ भन्ने एउटा विश्वास गरिन्छ हैन। तर कोरियामा चाहिँ स्पेशली आज पेपेरो डे मनाइन्छ। त्यो पेपेरो डे चाहिँ जस्ट लाइक भ्यालेन्टाइन डे हो हैन। भ्यालेन्टाइन डे मा चाहिँ यस्तो खालको चकलेट दिएर सेलिब्रेट गरिन्छ भने पेपेरो डे मा चाहिँ यस्तो पेपेरो दिइन्छ हैन। यो चाहिँ एकदमै लङ हुन्छ, यस्तै स्वीट हेल्दी। अनि यो पेपेरो स्टिक जस्तै यो चाहिँ 1990s देखि कोरियामा सुरु हुँदै आएको एउटा भ्यालेन्टाइन डे जस्तै एउटा स्वीट डे हो हैन। यो चाहिँ पहिला स्कुलमा पढ्नेहरूले चाहिँ यस्तै यो स्टिक जस्तै स्लिम हुनु भनेर एकअर्कालाई दिएर सेलिब्रेट गरिन्थ्यो भने पछि यो लोटेरिया कम्पनीले चाहिँ यो बनाउने कम्पनीले चाहिँ पछि फेरि अलिकति एडभान्स तरिकाले यस्तो पेपरहरू निकालेर गिफ्ट र्यापहरू निकालेर अलिक प्रमोसन गरेर चाहिँ अहिले एकदम एज अ फेस्टिभलको रूपमा मनाइन्छ हैन। यो फेमिनिजमहरूतिर गयो भने यो सियुतिरहरू एकदमै यस्तो गिफ्ट र्यापहरू गरेर एकदमै ब्युटिफुल तरिकाले राखिरहेको हुन्छ, किनौँ लाग्ने गरी। मैले चाहिँ पाएँ, तपाईँहरूले कसलाई दिनुभयो? अब म यो साथीहरूलाई गएर बाँड्नेवाली छु, सँगै काम गर्ने साथीहरूलाई। तपाईँहरू पनि बाँडेर सेलिब्रेट गर्नु होला।